सम्मानको निम्ति आभार व्यक्त गरेँ। म सम्मान योग्य हो कि होइन थाहा छैन। म चाहिँ सामान्य ढङ्गबाट कुराहरू हेर्छु। अघि नै राष्ट्रिय गान गायौँ, पीडा लाग्छ मलाई। पीडा किन लाग्छ भने हाम्रो केटाकेटीले ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमालय भनेर भन्यो भने त्यो ज्ञान कहाँ थाहा पाउने हो? त्यसो हजुरहरूलाई एउटा बाटो हो। त्यसो त्यो ज्ञान थाहा पाउने केन्द्र बनायो भने पर्यटनको एउटा गन्तव्य हुने रहेछ। त्यो मान्छे डिजिटल बनाए पनि भयो, म्यानुअली बनाए पनि भयो, एउटा काम त हुने रहेछ। दोस्रो कुरो हेरेँ मैले, त्यो बहुभाषी देश भने रहेछ, तर यो देशमा कतिवटा भाषा छन् भने जम्मै हाम्रो केटाकेटीले थाहा पाउँदैन। त्यो बहुभाषाहरू कसरी बोल्दो रहेछन्, साँच्चै लाइभ म्युजियम पनि हुनसक्छ अथवा डिजिटल पनि हुनसक्छ। त्यसमा त लिपिहरू पनि छन्, त्यो बहुलिपि छ नेपालको। नेवारको मात्रै त एउटै जातिको 9वटा लिपि छ। यसरी हेर्नु भने यस्तो मजा देश छ, त्यसै बारेमा खोज्नुभयो भने पनि एउटा पर्यटनको गन्तव्य हुन सक्ने रहेछ। त्यो पर्यटनको गन्तव्य भने ठुला ठुला कुराकानी केही गर्नु पर्दो रहेछ। यसो हेऱ्यो भने गाउँघरमा पहिले के धान फल दियो भनेर भने चाहिँ धानको मात्रै जम्मा पारेर चाहिँ त्यसको बिउ अथवा चाहिँ केही राखिदियो भने पर्यटन गन्तव्य हुँदो रहेछ। चरा किरा अब कहाँ छन् साँच्चै? कुन चरा छन् यहाँ भनेर भने चाहिँ चराको फोटो मात्रै खिचेर राखिदियो भने पनि त्यो मजाको म्युजियम बन्ने रहेछ। किराको मात्रै राखिदिए पनि हुँदो रहेछ, माटोको मात्रै राखिदिए पनि हुँदो रहेछ, भाँडाकुँडा मात्रै जम्मा पारिदिए पनि हुँदो रहेछ। त्यसपछि अब विशेष गरेर यसलाई साँच्चै पर्यटकीय ढङ्गबाट जान्ने हो भने 753 पालिकामै एउटा चिन्तन यसरी चाहिँ बनाउने र घुम्ने सर्किटहरू बनाउने। सर्किट चाहिँ कसरी हुन सक्ला भनेदेखि धार्मिक स्थलसँग जोडे पनि भयो, ऐतिहासिक स्थलसँग जोडिदिए पनि भयो, प्रकृतिको घुमघाम गर्ने किसिमको ढङ्गबाट जोडिदिए पनि भयो, पौराणिक कुराकानी छन् हामीसँग त्यसलाई जोडिदिए पनि भयो, राजनीतिक कुरा छन् हामीसँग त्यसरी जोडिदिए पनि भयो। यसरी गऱ्यो भने ठुलो काम हुँदो रहेछ। त्यसले मलाई लाग्छ हजुरहरूले जो चिन्तन गर्नुहुन्छ त्यो दिगो बनाउने हो भने यो बाटो चाहिँ जानुपर्छ भनेर भने मैले एउटा देख्छु। अर्को चाहिँ अनुसन्धान भनेर भने अर्को बाटो हुँदो रहेछ। नेपालीको तागत यो रहेछ कि हामी हर मान्छे अनुसन्धानकर्ता हो। किन अनुसन्धानकर्ता भने जसले प्रश्न गर्न जान्दछ अनुसन्धान त्यसरी गर्छ। त्यो तितेकरालाई खान भने कसले सिकाइदियो होला? कसले सिकायो थाहा छैन। अनुसन्धान त गर्यो त्यसले केबाट अनुसन्धान गर्यो भने याद गर्नुहुन्छ? ल्याब थियो, के गर्यो होला? जिब्राको टुप्पाले। त्यो जिब्राको टुप्पाले थाहा पाउने मान्छे त अनुसन्धानकर्ता त होला त होइन र? घट्ट बनाउने मान्छे त्यत्रो त्यो पानी कति फोर्समा झार्नुपर्छ भनेर भन्ने त उसले थाहा पाएको होला नि त। पानी नै कति चाहिन्छ भनेर त्यो महान अनुसन्धानकर्ता हो नि त। हामीलाई विदेशको अनुसन्धानकर्ता चाहिँ गतिलो, तर स्वदेशको अनुसन्धानकर्ता कहाँ गयो होला? त्यो आरन बनाउने मान्छेलाई एकचोटि हेर्नुहोस्, भाँडा त्यो काठको भाँडा कुद्ने मान्छेलाई एकचोटि विचार गर्नुहोस्, माटोको भाँडो बनाउने मान्छेलाई हेर्नुहोस्। एकचोटि खोज्नुभयो भने तिनी मात्रै ठाउँमा जम्मा पारिदिनु भयो भने पनि त्यो मजाको पर्यटन चाहिँ चल्न सक्ने सम्भावना रहेछ। डेनमार्कमा 2टा हेरेँ मैले त्यो पर्यटकीय स्थलहरू। एउटामा के राख्यो त्यसले भन्ने पुराना त्यो त्यहाँको समुद्री डाकुहरू जसलाई हामी भन्छौँ नि, उनीहरू डाकु भन्न मन पर्दैन। उनीहरू चाहिँ के भन्छन्? दे आर द हिरोज अफ आवर कन्ट्री भन्छन्। किन भन्दाखेरि तिनले अन्त जे गरे पनि हामीलाई त पाले नि, त्यसले दे आर द हिरोज भनेर भन्छन्। त्यो हिरोजहरूले पहिले कुन खालका डुङ्गाहरू प्रयोग गरेका थिए त्यो डुङ्गा मात्रै राखेको पनि म्युजियम भयो। अर्को ठाउँमा गएर हेरेँ त्यो म्युजियम त कस्तो रहेछ भनेर भनेदेखि त्यो हामी बोक्सीहरू धामीहरू के भनेर भन्छौँ नि, त्यो खालको बोक्सी धामी कस्तो थियो होला त? साँच्चै 18औं शताब्दीमा बोक्सी धामीको चिन्तन कसरी हुन्थ्यो होला, कस्तो गर्थ्यो, त्यसको खालको एउटा सङ्ग्रहालय बनाएर चाहिँ हुँदो रहेछ। अब मलाई अन्तमा मैले के भन्छु भने सहज छ अहिलेको केटाकेटीहरूसँग असाध्यै मजाको तागत छ। तागत के हो भने प्रविधिसँग खेल्न जान्दछ। त्यो प्रविधिसँग खेल्न जान्नेले के गर्ने रहेछ भन्दाखेरि जम्मै सामग्रीहरू कुनै न कुनै रूपमा छन्, डाउनलोड गर्ने, त्यसलाई माउन्ट गर्ने, जम्मा पारिदिने गर्ने बित्तिकै म्युजियम त त्यसै बन्दो रहेछ। यसले यो मुभमेन्ट चलाइदिने हो भने मलाई चाहिँ हाम्रो केटाकेटीहरूले अनुसन्धान पनि गर्छ, किनभने हामीले गरेको सर्च हो।
सर्च गर्दाखेरि के हुँदैन भने सिस्टमेटिक नहुन सक्छ। रिसर्च भनिसकेपछि त्यसलाई सिस्टमेटाइज गर्ने हो, कारण के हो असर के हो त्यति भनिदिने हो। यति गर्ने किसिमको संस्कृति बनायौँ भने अनुसन्धान पनि हुन्छ, पर्यटनको कुरो पनि बन्छ र पर्यटन भनेपछि मान्छेहरू हिँड्ने किसिमको ठाउँहरू पनि बन्छ भन्दै अवसरको निम्ति आभार व्यक्त गर्छु र सम्मान योग्य हुँ कि होइन थाहा छैन, तर सम्मान गर्नु यस निम्ति पनि म आभार व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।